ल आज म चाहिँ चिसापानी यता घुम्न आएको थिएँ हैन। यो चाहिँ मैले कस्तो अनौठो खालको सिमी देखेँ क्या। हुन त यो हाम्रोतिर नि थियो पहिला, अब अहिले चाहिँ यतातिर राम्रो यो फरक खालको सिमी रहेछ। अनि एकदम राम्रो लाग्यो मलाई। एउटा सानो भिडियो बनाएको छु हैन। यस्तो राम्रो रहेछ। यो चाहिँ चिसापानी गाउँ हो हैन। अब मान्छे चाहिँ उहाँ बुवा र आमा मात्र हुनुहुँदो रहेछ। घर चाहिँ हेर्नु न यस्तो राम्रो बनाएको छ है, चचक्क पारेर। गाउँमा यति राम्रो छ। अनि साग लाउनु भएको छ। यो चाहिँ सबै अर्ग्यानिक साग है। यो घर आफ्नै यो करेसाबारीमा उमार्नु भएको छ। आफूलाई पुग्ने तरकारीहरू यसरी फलाउनु भएको छ उहाँहरूले। ओहो, गाउँको मान्छे त एकदम मेहनती हुन्छन् क्या हैन। यसरी लगाछन् ल त आफूलाई खानको लागि किन्नै परेन। पुरै अर्ग्यानिक, न कुनै मल हालेको खानु पर्यो न केही। यस्तो राम्रो छ। यो इस्कुस जति खाउ छ ल यस्तो छ। अब आज चिसापानी घुम्न आउने क्रममा यो एउटा सानो सानो भिडियो बनाएको छु। हेरेर साथ दिनु। एकदम राम्रो सिमी रहेछ। यो चाहिँ लहरे टाइपको सिमी रहेछ हैन। रुखमा यतिमा फल्ने रहेछ। मलाई त साह्रै मन पर्यो यो सिमी त हैन। हामी चाहिँ टाटे सिमी भन्थ्यौँ, हाम्रो चाहिँ अर्कै थियो। यो चाहिँ लहरावाला रहेछ। एकदम राम्रो रहेछ। ल इस्कुस हेर्नु न, इस्कुस कत्रो दाना फलेको छ त्यही। केरा यो चाहिँ चिसापानी गाउँ एकदम राम्रो छ। गाउँ चाहिँ हामीलाई सबैभन्दा राम्रो लाग्छ, मनपर्छ एकदम। हावापानीदेखि हरेक चिज बस्नको लागि यति राम्रो छ। अब त्यति हुँदाहुँदै पनि हामी सहरमा स्थानान्तरण हुनुपर्ने बाध्यता छ। के गर्ने साथीहरू। यस्तरी फुल लाउनु भएको छ पुरै सरर हैन। यति राम्रो छ। यस्तो राम्रो छ हेर्नु त फुल हेरिराखौँ जस्तो छ। ल हेर्नु त यहाँ चाहिँ प्रत्येक घरमा चाहिँ यसरी पानी ट्याङ्की चाहिँ निर्माण गरेर रहेछ। एकदम राम्रो छ हेर्नु त। अब यो चाहिँ कोदोको नल हैन। कोदो चाहिँ टिपिसकेर नल चाहिँ बाँकी रहेछ। ल यस्तो राम्रो छ हैन। अब यहाँ चाहिँ जम्मा बुवा र आमा हुनुहुन्छ। हेर्नु न यति राम्रो पक्की घर बनाउनु भएको छ गाउँमा। गाउँ त धेरै राम्रो छ नि। त्यही भएर भगवान्ले चाहिँ गाउँको सिर्जना गर्नुभएको थियो अरे हैन। अनि मानिसले चाहिँ सहरको सिर्जना गरे अरे क्या हैन। भगवान्लाई चाहिँ गाउँ नै प्यारो लाग्छ। त्यही भएर मलाई पनि गाउँ नै प्यारो लाग्छ। एकदम राम्रो बस्नको लागि स्वच्छ हावापानी सबै आफूले नै उत्पादन गरेर हाम्रै करेसाबारीमा उत्पादन गरेका तरकारीदेखि हैन हरेक चिज अर्ग्यानिक हुन्छ नि त। त्यही भएर गाउँ नै बस्नको लागि उपयुक्त हुन्छ।